नमस्ते एभ्रिवान। आज एनपिएलका टिमहरू मध्येको एउटा टिम चितवन राइनर्स बारेमा डिस्कस गर्न तपाईहरुमा आज उपस्थित भएको छु। अघिल्लो सिजन सबैलाई सरप्राइज पार्दै प्लेअफमा पुगेको यो टिम लिग स्टेजमा थर्ड पोजिसनमा रहेको थियो। यसचोटि पनि टिम बलियो देखिन्छ। टिममा आक्रामक खेलाडी कुशल मल्लले कप्तानी गर्नेछन्। ती अन्य खेलाडीहरूमा लेफ्ट आर्म पेसर रिजन ढकाल, अर्का अनुभवी फास्ट बलर कमल सिंह ऐरी, अलराउन्डर अमर सिंह रौतेला, विकेट किपर ब्याट्सम्यान अर्जुन सावत, मिडल अर्डरका भरपर्दा ब्याट्सम्यान देव कनाल, जस्तै अन्य खेलाडीहरूमा विपिन आचार्य, रञ्जित कुमार, विपिन रावल, गौतम केसी, दीपक बोहरा रहेका छन्। अघिल्लो सिजन 286 रन बनाउँदै सर्वाधिक रनकर्ताको दोस्रो स्थानमा रहेका रवि बोहरा अनि 14 विकेट सहित तेस्रो स्थानमा रहेका सोहेल तन्वीरलाई टिमले रिटेन गरेको छ भने टप अर्डरका उत्कृष्ट ब्याट्सम्यान र सबै फ्रेन्चाइज लिग खेलेको अनुभव भएका डेभिड मलानलाई टिमले भित्राएको छ। अघिल्लो सिजन सुदूरपश्चिम रोयलबाट अलराउन्ड प्रदर्शन गरेका 275 रन सहित सर्वाधिक रनकर्ताको चौथो र बलिङ मार्फत 12 विकेट लिएका सेफ अली च्यापलाई पनि राइनर्सले भित्राएको छ भने अर्का विदेशी खेलाडीका रूपमा युगान्डाका अलराउन्डर अल्पेश रामजानी पनि अनुबन्ध भएका छन्। यो टिम हेर्दा ब्यालेन्स देखिन्छ। टप अर्डरमा रवि बोहरा, डेभिड मलान, सेफ अली च्याप जस्ता अनुभवी खेलाडीहरू छन् भने मिडल अर्डरमा देव कनाल, कुशल मल्ल अनि डाउन अर्डरमा सोहेल तन्वीर, अमर सिंह रौतेला जस्ता पावर हिटरहरू रहेका छन्। यो टिमको मुख्य प्रशिक्षकमा कलाम ओली रहेका छन्। रहेका छन्। साथै यस टिमले दुईवटा खेलाडीहरू अनुबन्ध गर्न बाँकी रहेकाले उनीहरूले लेफ्ट ह्यान्डेड ब्याट्सम्यान र फास्ट बलर भित्राउन सक्ने सम्भावना देखिन्छ। टिमको मुख्य प्रशिक्षकमा जकर टमाटा हुनुहुन्छ भने उनी नेपालकै अनुभवी प्रशिक्षकमा पर्नुहुन्छ।